हेलो गाइस, हामी चाहिँ आज शनिबारको दिन भएर धनकुटा हिँडेको। धनकुटाको सिङसाङ हिँडेको अनि म अनि मेरो छोरी हिँडेको हामी धनकुटातिर। अनि तपाईहरु चाहिँ के छ, तपाईहरुको हालखबर? सन्चै हुनुहुन्छ होला। अनि म पनि सन्चै छु। तपाईहरु पनि सन्चै हुनु होला, आरामै हुनु होला, कुशलै हुनुहुन्छ होला, मंगलै हुनुहुन्छ होला भन्ने आशाका साथ आजको भिडियो सुरुवात गर्दैछु। म चाहिँ मिस विद्या भिडियो ब्लगबाट है, मिस विद्या ब्लगबाट। ओ सेट भन्ने जस्तै भयो नि त। अनि यतातिर चाहिँ गर्मी सुरु भइसकेको छ। घाम टन्टलापुर लाग्छ अनि यति धेरै घाम लाग्छ नि, तातो तातो तातो। अहिले हिँड्दा चाहिँ एकदमै गर्मी भइरहेछ। हिँडेर सुगाबारीसम्म जाने, बिहान गाडीले छोडिहाल्यो। गाडीले छोडेपछि त हिँड्नै पर्यो। अनि हिँडिसकेपछि त के गर्ने? उफ, गाह्रो छ नि हो, गाह्रो छ। छोरी, तिमीलाई गीत आउँछ? गीत आउँछ भने गीत गाएर सुनाइदेऊ साथीहरूलाई। गीत गाएर सुनाइदिनु पर्छ नि त। अनि के छ त नयाँ नौलो खबर तपाईहरुको? हेलो साथीहरू, यो छोरीले चाहिँ के गरेर अलिक टोक्छ नानी, त्यसरी नगर्नु। टोक्छ है, हेर्न सक्नुहुन्छ। यिनीहरूले त टोक्छ अरे नि त। यसको बच्चा थियो होइन पहिला, हिँड नानी जो। पहिला चाहिँ यसको बच्चा थियो अनि त्यो बच्चालाई कति सानो कति राम्रो हुन्छ नि त। अनि मलाई चाहिँ सानो सानो बच्चाहरू चाहिँ जेको पनि मनपर्छ क्या। जस्तै बाख्रा, कुखुरा अनि हाँस अनि सबै कुराहरू। नानी अगाडि हिँड न, अगाडि हिँड न। अनि त्यहाँदेखि चाहिँ मलाई मनपर्छ नि, एकचोटि छुनै मन लाग्छ क्या। छुन खेलाउन मनपर्छ, तर फेरि खेलाइरहन चाहिँ मन पर्दैन। जस छुन चाहिँ मनपर्छ मलाई, जे पनि यस्तो हातले छुनु मन लाग्छ क्या। अनि त्यहाँदेखि गर्न खोजेको त सानो चिटिक्क परेको हुन्थ्यो। अनि छुन खोज्थेँ, यिनीहरूले त मलाई कति धेरै टोक्न खोजेको कराएर। आयो, त्यस्तो हो नि त कुरो। म त त्यस्तो खालको मान्छे हो नि त। अनि के भनेको छोरी? तिमीले भनेको नि मैले सुनिरहेको छैन। मजाले भन न। तिमीलाई चाहिँ टोक्दैन होला, नटोकेर नि होला अघि त्यो लट्ठीले घोच्न खोजेको होइन। नटोक्ने भए त तिमी पक्रिहाल्छौ नि। हेर न, अब खै अहिले बोल्दाखेरि चाहिँ के गर्दै बोल्दैछ। अरू बेला त क्याउ 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 गरेर बोल्छ, अन्त क्याउ 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 गरेर बोल्दैछ त। बोल्दा न सानो। ऊ हेर न, सानो भइहाल्यो है बच्चा। 6 वर्ष पुगिसक्यो। 6 वर्षको हेर न, बुढी 6 वर्षको बुढी बच्चा होइन नि, 6 वर्षको बुढी नानी खतरा। अरू बेला के किन्नु हामीले सोच्दै नसोचेको कुराहरू बोल्छ क्या। अनि अब त्यस्तै बेलामा चाहिँ भिडियो बनाउनु पनि भएन होइन। अब त्यतिखेर चाहिँ मोबाइल निकालेर भिडियो बनाइहाल्न पनि भएन। यतिखेर चाहिँ लाठी जस्तो गर्दैछ। कस्तो हाल्छ नि, सानो बच्चा चाहिँ गर्छ। अनि अहिले चाहिँ त्यस्तो गर्छ। अनि फेरि अरू बेला चाहिँ ठुलो मान्छे जस्तो कस्तो कुराहरू गरिरहन्छ, अचम्मै लाग्छ। अनि यति सानो नानी छ होइन, अचम्म लाग्छ। जस्तो के पोस्टहरू हुन्छ होइन, फेसबुक मेसेन्जर अनि त्यस्तै भयो नि त। त्यस्तोमा देखेर अनि पोस्टहरूमा पढ्छ होइन। अनि त्यो
पढिसकेको कुराहरू पढिसकेपछि त्यहाँ स्टिकरहरू के छ हाँसेको छ भने हा अनि यस्तो गरेर सोचेको छ भने त्यस्तै सोचेको अनि आँसु झर्न आँटेको छ भने गरेर अनि रुन लागेको जस्तोहरू स्टिकर जस्तो छ त्यस्तै क्या सोचे आर्ट त्यस्तो हुन्छ अनि स्टिकरहरू जस्तो छ त्यस्तै गर्छ क्या रियाक्सन पढिसक्छ पोस्ट अनि ठ्याक्कै त्यो रियाक्सन गरिदिन्छ क्या कम्ती हाँस उठ्दैन अनि अर्को कुरा के भने तपाईँहरूलाई चाहिँ म के भन्छु भने को लागिसक्योलाई एकचोटि मेरो फेसलाई पनि हेर्नुहोस् न ल अनि अर्को कुरा क्या हामीले चाहिँ कहिल्यै सोचेको हुँदैनौँ त्यस्तो कुराहरू जुन कुराहरू उसले भनिदिन्छ क्या भन्छ अचम्मै लाग्छ अनि ऊ चाहिँ यो वर्ष म यतै थिएँ अनि म घर गएको थिएँ नि त मेरो उता जस प्र्याक्टिस थियो एजुकेसनको अनि त्यहाँदेखि उहाँ गएको थिएँ खोटा अनि मलाई पछ्याएर रुँदै आएको क्या अनि त्यहाँदेखि बोर्डिङमा युकेजीमा पढिराखेको थियो अनि उहाँ चाहिँ के भन्छ युकेजीमा पढिरहेको मान्छे होइन अब उसको 3वटा एक्जाम उता भइसकेको छ नि त अनि लास्टमा चाहिँ अब फागुन र चैतमा चाहिँ यता पढ्नु पर्ने भयो अनि एक्जाम दिनुपर्ने भयो अब लास्टमा एक्जाम आइसकेपछि त अनि एक्जाम दिनु पर्यो फेरि ट्रान्सफर गर्नुपर्ने रहेछ अहिलेको अवस्थामा त फेरि सबै बोर्डिङ नेपाली स्कुल इङ्ग्लिस स्कुल सबैमा त्यो ट्रान्सफर EMIS भन्ने सिस्टम रहेछ अनि त्यसबाट चाहिँ जहाँबाट आए पनि दर्ता भएको हुनुपर्छ र ट्रान्सफर गरेको हुनुपर्दो रहेछ अनि ट्रान्सफर गर्नुपर्ने थियो अनि उसले चाहिँ उता युकेजीमा पढिरहेको यता चाहिँ 2 क्लासमा जस अब 2 क्लासमा गरिदिएको थियो अनि एक्जाम दियो अनि दिइसकेपछि चाहिँ अब खोइ रिजल्ट कस्तो आउँछ अब उताबाट ट्रान्सफर चाहिँ कतिमा गरियो भने 1मा भनेको भन्दैन त सरले अनि त्यसमा चाहिँ अब जे भए पनि त लास्टको एक्जाम दिएपछि त अगाडिको उसको साथीहरूले त 2टा एक्जाम दिइसकेको छ नि त त्रैमासिक र अर्धवार्षिक उसको साथीहरूले एक्जाम दिइसकेको छ त्रैमासिक र अर्धवार्षिकको अनि उसको त लास्टको वार्षिककोमा त अब गणना हुने भयो नि त उसको नतिजा त अनि लास्टमा चाहिँ अब जे भयो पनि के हुन्छ अब रिजल्ट अन्तिमको मात्रै त हुँदैन अगाडिको पनि त जोड्नु पर्यो अनि उसको साथीहरूको त्यस नम्बर धेरै नै आउँछ अनि उसको चाहिँ कम आउँछ अनि जे भए पनि अब पछि नै पर्ला अनि त्यसपछि खोइ 1-2जनाले चाहिँ अगाडि नै रिजल्ट हेरेर यस्तो भएछ भनेर भनिदिएछ तिमी लास्ट भयो भनिदिएछ अनि लास्टमा त है अब लास्ट भएपछि त खोटाङ जानु पर्छ मैले भनिदिएको थिएँ तिमी खोटाङ नै गएर पढ्नुपर्छ युकेजीमा थियो अब 1मा पढ्नुपर्छ युकेजीबाट 1मा पढ्नुपर्ने हुन्छ जाऊ भनेको त मैसँग बस्ने अरे नजाने अरे खोटाङ भन्दै यति सानो बच्चा 6 वर्षको छ होइन म त छक्का पर्छु यति धेरै चिन्ता मानेको यति धेरै उहाँ रुँदैभरि एकछिन होइन 5 मिनट अब हुन्छ नि त अरू उसको साथीहरू खेल्ने साथीहरू पनि हुन्छन् अब अरूहरू साथीहरूसँग पनि नखेलेर चिन्ता मानेर बस्छ हो म त छक्का परेको अब यतिखेर चाहिँ अब त्यस्तरी सोच्ने बेला नै भएको छैन नि त हामी त सोच्दिनँ पनि थियौँ के जस्तो लाग्छ के सोच्थेँ सोच्नु चाहिँ सोच्थेँ होला भने त मै आमा जस्तो भएपछि छोराछोरी कताबाट जाओस् होइन अब मै त सानैदेखि चिन्ता गर्थेँ होला कि उसको बाबा गर्थ्यो जस बच्चामा हामीलाई खेल्न खान बाहेक केही हुँदैन चिन्ता जसले जन्माएको भए पनि त अनि मैले जन्माएको भए पनि त अनि बाबा र मम्मीपट्टि त जान्छ त छोराछोरी अनि त्यस परिवारभित्र वंशानुगत जस्तो छ त्यस्तो जाने त हो नि होइन र साथीहरू अनि त्यहाँदेखि खै चिन्ता मानिदिन्छ के भन्नु अरे छोरी के भन्यो अरे फेरि एकचोटि अर्को मम्मीहरू मात्र के अरे छोरीसँग बस्छ अनि समय के भन्दैछ यति सानो फुच्चीले के भन्छ यति सानो फुच्ची छ होइन अनि के भन्छ म त छक्कै पर्छु अब अरूको मम्मी बाबाहरू चाहिँ सँगै बस्नुहुन्छ अरे हामी चाहिँ बस्दैनौँ रे अनि त्यही भएर अरे अनि
अर्को मम्मीहरू चाहिँ घरमै बस्नुहुन्छ अरे अनि बाबाहरू चाहिँ कमाउन जानुहुन्छ अरे क्या। अनि मेरो चाहिँ ठ्याक्कै उल्टो भयो अरे, म चाहिँ बाहिर छु अरे, बाबा चाहिँ घरमा हुनुहुन्छ अरे। त्यस्तो त्यस्तो कुरो गर्छ। पहिला पहिला अलि बोर्डिङमा पढ्दाखेरि के भन्थ्यो भने अरूको मम्मी बाबाहरूले चाहिँ लिन आउनुहुन्छ, तपाईँहरू चाहिँ लिन आउनुहुन्न। म त पहिला खोटाङमै थिएँ नि त, काम गर्दै थिएँ खोटाङतिरै। अनि मेरो छुट्टी मेरो चाहिँ अलिक उसको बाबाको भन्दा नजिकै हो क्या अफिस चाहिँ। अनि म के भन्दै थिएँ, उहाँ खोटाङमा चाहिँ हुन्थ्यो अनि त्यस्तो भन्थ्यो अरूको बाबा मम्मीले चाहिँ लिन आउनुहुन्छ। मेरो चाहिँ अगाडि नै जस उसको बाबाको भन्दा मेरो चाहिँ नजिकै थियो। अनि यहाँको अलिकति 10-15 मिनट पर हो, हिँड्दा चाहिँ नजिकै, नत्र 5 मिनट पनि लाग्दैन बाइकमा त। अनि त्यस्तो भन्थ्यो। अहिले चाहिँ म फेरि यता आएँ तेह्रथुममा चाहिँ, अनि अहिले चाहिँ यस्तो कुरा गर्छ क्या फेरि अरूको बाबा छिटो आऊ, अरूको बाबा मम्मी चाहिँ मम्मीहरू चाहिँ घरमा हुनुहुन्छ, बाबा चाहिँ कमाउनु जानुहुन्छ, तपाईँ चाहिँ बाहिर हुनुहुन्छ भनेर भन्छ। अनि त्यसो भन्छ क्या। बच्चा बच्चाहरू अहिलेको कुरा गर्न सकिँदैन। साथीहरू हेर्दा चाहिँ ससाना 2-3 वर्षको हुन्छन्, 4-5 वर्षको हुन्छन्, कुरा चाहिँ 15-20 वर्षकोले गर्ने गर्छन्। के भन्न र, पहिला हामी त 7-8 क्लास पढ्दा पनि यस्तो कुरा गर्न जान्दैन थियौँ। अहिलेको त के हो यस्तो जमाना, के जमाना आयो भन्नु क्या। एकदमै चलाक, एकदमै कुरा गर्न खप्रिस, बोल्नै सकिँदैन, उत्तर दिनै सकिँदैन होइन। त्यस्तो छ नि त। अब मेरो बच्चा मात्र नभनेर होइन, अरूको बच्चाहरू पनि त्यस्तै नै देख्छु, अरूहरू पनि त्यस्तै नै छन्। अरूहरू पनि हेर्दा चाहिँ ससाना छन् तर कुरा चाहिँ ठुला ठुला गर्छन्। अनि चिन्ता गरेर बस्छ। अब त्यही रिजल्टको बारेमा पनि चिन्ता गरेर, अब खोटाङ जानुपर्ने भयो भनेर चिन्ता मानेर होइन, यति धेरै चिन्ता मानेको होइन। अनि म चाहिँ अब हाँस्दा पनि म अब खोटाङ जानुपर्ने भएर जान्छु भनेर तपाईँ हाँस्नु हुँदैछ होइन, तपाईँ खुब हाँस्नु हुँदैछ होइन। अरे म त हौ सुस्तो कुरा कहाँबाट बिर्सिसकेको थिएँ, फेरि त्यही कुरा सम्झाइदिन्छ। अनि अब होइन, अब म चाहिँ अफिस सकेपछि चाहिँ जहिले यसो टिकटक बनाउँछु नि त। अनि टिकटकहरू बनाउँछु। अनि के भन्छ तपाईँ, म अब खोटाङ जान्छु भनेर खुसीले नाच्नु हुँदैछ होइन। अरे उफ, म त बच्चाहरूको कुरा नै बुझ्दिनँ। पसल देख्नु हुँदैन, भोक लागिहाल्छ। खाना टन्न खाएर आयो भने पनि भोक लाग्छ पसल आएपछि। त्यो छ क्या। अब यहाँ चाहिँ पसल देखेको थियो अनि यहाँ भोक लाग्यो अरे, यस्तो छन्। अनि यस्तो केटाकेटीहरू नसकिने रोइ, मेरो मात्र बच्चा यस्तो हो कि तपाईँहरूको पनि त्यस्तै छन् भन्नु है। अनि त्यस्तै छ। अब यति सानो 6 वर्षको बच्चालाई के को चिन्ता हो, चिन्ता लाग्छ। बोल्न पनि सकिँदैन, सवाल जवाफ गर्नै सकिँदैन। हाम्रो उमेरमा त कस्तो हुन्छन् कि नि, हामी त यस्तो छौँ। भन्दा भन्दै हामी चाहिँ यो टुक्रे भन्ने ठाउँमा आएछ। बिहानै क्या उठेको, अरू बेला चाहिँ शनिबार चाहिँ गाडी जाँदैन नि त शनिबार। अनि शनिबार गाडी नजाने भएर आज पनि जाँदैन होला भनेर, हाम्रो सुदप भन्ने ठाउँबाट जाँदैन होला भनेर म चाहिँ सुतिबसेँ। उठ्न त त्यस्तै 6 बज्न लागेको बेलामा उठेको थिएँ, तर त्यत्तिकै ढल्किराखेँ। भरे त 7 बजेतिर यस्तो सुन्छु त है, गाडी त हाम्रैबाट जान्छ, टुई 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 बजेछ, हर्न बजेछ। अनि त हतार हतार उठ्छु त गाडी त टुई गयो क्या। अनि छुट्यो गाडी। अनि त्यही भएर हामी चाहिँ हिँडाइ मचियो, हिँड्दैछौँ। त्यहाँ अरू बेला टेम्पोहरू भेटिन्थ्यो,
बाटोबाट आज त टेम्पो पनि भेटिएन अनि त्यही भएर हिँड्दैछौँ शुक्रबारेबाट चाहिँ गाडी जान्छ कि अनि त्यहाँदेखि जानु पर्ला त्यहाँदेखि 45 मिनट जति लाग्छ हिले निस्किन अनि हिलेबाट उता 45 मिनट जति लाग्छ अनि पुगिन्छ भोलि चाहिँ रामनवमी पनि हो भोलि पनि बिदा छ अनि भोलि चाहिँ बिदा छ अनि मलाई चाहिँ हाम्रो स्वास्थ्य संस्थाबाट चाहिँ आज हाम्रो रामनवमीको अवसरमा चाहिँ उहाँ स्वास्थ्य संस्थाबाट होइन रामनवमीको अवसरमा चाहिँ एउटा त्यो के भन्छ कार्यक्रम भन्नु कि के भन्नु अब रामनवमी भन्ने टोल नै छ यहाँ सुदापमा अनि त्यहाँ चाहिँ खेलकुद हुँदैछ फुटबलहरू फुटबल हुँदैछ भलिबल होइन अनि फुटबलको लागि हेल्थ डेस्कमा चाहिँ बोलाउँदै हुनुहुन्थ्यो तर पनि म जान सकिनँ मैले धनकुटामा पनि मेरो काम भयो अनि धनकुटा जाँदैछु अनि हेल्थ डेस्कमा पनि जान सकिनँ किनकि मेरो आफ्नै अब तपाईँहरूलाई थाहा छ त्यसो तपाईँहरूको दिदीबहिनी दाजुभाइ दिदीबहिनी आमा होइन अनि श्रीमती गर्लफ्रेन्ड जो कोही पनि हुनुहुन्छ उहाँहरूको पनि त प्रब्लम हुन्छ हेल्थ के भन्छ लेडिज प्रब्लम त हुन्छ नि त त्यस्तै समस्या पनि आयो अनि लेडिज प्रब्लमले गर्दा त्यो बेलामा चाहिँ अलिकति मुड स्विङ धेरै हुन्छ अनि मुड स्विङ धेरै भएपछि त होइन अर्को कुरा पेन पनि हुन्छ मेरो चाहिँ ब्याक एक हुन्छ मतलब कम्मर दुख्छ अनि धेरै नै दुख्छ क्या अनि पेट हल्का दुख्छ पेट त त्यति धेरै त दुख्दैन अरूको त पेट साह्रो दुख्छ अरे लोवर एब्डोमेन पेन भन्छ तल्लो पेट चाहिँ दुख्ने हुन्छ तर मेरो चाहिँ तल्लो पेट दुख्नुभन्दा पनि मेरो चाहिँ कम्मर चाहिँ धेरै दुख्छ क्या त्यो कस्तो हुन्छ त्यो ढुङ्गाहरू खप्टिन्छ नि खप्टिँदाखेरि कसरी त्यो जोडले प्रेस परेर दुखे जस्तो त्यो तरिकाको दुखाइ क्या अब कस्तो भन्नु त दुखाइ अब देखाउन नमिल्ने सुनाउन मिल्छ होइन जस्तो हड्डीहरू चाहिँ त्यो हड्डीहरू चाहिँ खप्टिएर क्या एकैचोटि बिस्तारै खप्टिनु र झडङ्ग खप्टिनुमा फरक छ नि त अनि मेरो चाहिँ त झडङ्ग तरिकाले पनि खप्टिँदैन सुरुमा चाहिँ बिस्तारै हुन्छ अनि पछि चाहिँ साह्रो दुख्ने हुन्छ क्या त्यस्तो तरिकाको दुखाइ हुन्छ होइन त्यही पनि लेडिज प्रब्लम भएर पनि यो भिडियोहरू चाहिँ मलाई चाहिँ अब मुडैको कुरा त रहेछ नि अब त्यो बेलामा चाहिँ हर्मोनल एकदमै हुन्छ फ्लो भइरहेको हुन्छ अनि त्यो बेलामा चाहिँ कुनै बेला मुड एकदमै खुल्छ होइन एकदमै खुसी फिल हुन्छ अनि कुनै बेला चाहिँ एकदमै दुखी क्या अनि एकैछिनमा रिस पनि उठ्छ फेरि एकैछिनमा हुन्छ अनि मुड स्विङ हुन्छ अनि लेडिज प्रब्लम त्यस्तो गाह्रो छ क्या लेडिजहरूको प्रब्लम अब अरूको त एकदमै पेन हुन्छ अरे नानी छिटो आऊ छिटो अनि अरूको त तल्लो पेट साह्रो दुख्छ भन्छन् तर मेरो चाहिँ त्यो दुखाइ चाहिँ थाहा छैन तर मेरो चाहिँ कम्मर दुखाइ चाहिँ धेरै हुन्छ त्यही भन्दैछु त एक्कासी खप्टिएर दुखेको जस्तो होइन चाहिँ त्यो बिस्तारै सुरु हुन्छ सुरुमा अनि पछि चाहिँ साह्रो दुख्छ अनि त्यस्तो हुन्छ अहिले चाहिँ ठिकै छ अनि घरि मतलब कन्टिन्यू चाहिँ होइन 5-10 मिनटमा दुखिरहेको हुन्छ अनि मुड पनि त्यसरी नै परिवर्तन हुन्छ है हाम्रो अनि त्यस्तो हुन्छ होइन साथीहरू कुरामा टुक्रै आइसक्यौँ पिछ्रोट आइसक्यौँ होइन अब चाहिँ आशा छ कि टेम्पो आउँछ अनि टेम्पोमा जानेछौँ त्यस्तो हुन्छ त्यही भएर मैले हेल्थ डेस्कमा जान सकिनँ अध्यक्ष सर भन्छ है उहाँलाई अध्यक्ष सरले चाहिँ फोन गरिरहनु भएको थियो उहाँलाई चाहिँ मैले चाहिँ जान सकिनँ अनि त्यस्तै भयो अनि म धनकुटा जानुपर्ने पनि भयो त्यही भएर सो सरी अन्त अब चाहिँ हामी अब भोलि रामनवमी बिदा मनाउनै जाँदैछौँ आजलाई चाहिँ भिडियो यहीँ अन्त्य गर्छौँ गाडी आयो भने गाडीमा जान्छौँ बाई बाई साथीहरू सबै स्वस्थ रहनु होला मस्त रहनु होला बाई बाई